सबैजनालाई स्वागत छ। आज हामी नेपाली पढ्दैछौँ नेपाल आर्मी सैन्य जवानको लागि र नेपाल प्रहरी जवानको लागि पनि अति नै इम्पोर्टेन्ट कुरा छ है त। ल सर्वनाम सर्वनाम नेपाल प्रहरी जवान र नेपाल आर्मी जवानको लागि एकदमै इम्पोर्टेन्ट टपिक हो र हामी सर्वनाम भन्दै गर्दाखेरि के हुन्छ त भन्दाखेरि सर्वप्रथम सर्वनामको परिभाषा हामीले परिभाषा जान्नुपर्छ है। सर्वनाम भन्ने बित्तिकै हामीले यसको परिभाषा जान्नुपर्छ। सजिलो छ, गाह्रो छैन। नामको सट्टामा प्रयोग हुने शब्दलाई के भनिन्छ त? सर्वनाम भनिन्छ हैन। नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। हेर्नु है, नामको सट्टामा जस्तै उदाहरण हेरौँ। ऊ भन्ने पनि एउटा सर्वनाम हो, उनी भन्ने पनि सर्वनाम हो, म भन्ने पनि सर्वनाम हो। म छु नि त, म आफू हैन। अब आफू भन्ने पनि सर्वनाम हो। फेरि आदि भनेको अर्थ यस्ता अरू पनि छन् भन्नु खोज्या है। ऊ, उनी, म, आफू आदि यिनीहरू सर्वनामको उदाहरण भयो के हैन। जस्तो उनी भन्ने बित्तिकै सीता हो नि त। सीता भनेको के हो? सीता नाम भयो। सीताको सट्टामा उनी आयो के भनेपछि उनी सर्वनाम भयो हैन। अब म त ऊ भनेको के हो? राम। ल मानौँ राम आयो। रामको सट्टामा ऊ आयो के। जस्तो कि राम बजार गयो है। ऊ चाँडै घर आउँछ। ऊ चाँडै घर आउँछ। अब यसको अर्थ यसले के भन्न खोज्यो भन्दाखेरि राम बजार गए सँगसँगै ऊ चाँडै घर आउँछ भन्यो भने यो ऊले चाहिँ रामलाई जनायो कि। सो त्यो कारणले गर्दा रामको सट्टामा ऊ प्रयोग भयो। ऊ चाहिँ सर्वनाम भयो। यसै गरी यिनीहरू सर्वनाम भए। यस्ता अरू पनि छन् सर्वनामहरू हैन। अब सर्वनामका विभिन्न प्रकारहरू छन्, त्यो पनि हामी पढ्छौँ। पहिलो कुरा तपाईँहरू सर्वनामको परिभाषा है। यो चाहिँ परिभाषा हो। नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ भन्ने कुरा चाहिँ क्लियर हुनु पर्यो हैन। किनभने हामीलाई इक्जाममा कहिले कसो के सोधिदिन सक्छ भन्दाखेरिमा हैन, कस्तो शब्दलाई सर्वनाम भनिन्छ भनेर तल नामको सट्टामा सर्वनामको सट्टामा यताउता लेखिदिन्छ के। अनि अर्को के हुन्छ भन्दाखेरि नामको सट्टामा प्रयोग हुने शब्दलाई डट डट भनिन्छ हैन। नामको सट्टामा प्रयोग हुने शब्द डट डट हो। यसरी इक्जाममा सोध्न सक्छ। चान्सेस है, चान्सेसको कुरा गरेको। अब हामी जाउँ यसको प्रकारतर्फ। सर्वनामका प्रकारहरू ल हेर्नुहोस्। सर्वनामका प्रकारहरू हामीले पढ्दै आएको कुरा है। मैले तपाईँलाई एउटा कुरा के भने भन्दाखेरि हामीले पढ्दै आएको कुरा, जुन कुरा हामीले विगतका दिनहरूमा हामीले अहिले त हामी लिखित तयारी कक्षा लिँदैछौँ। हामी 8 कक्षा सबैजना पास छौँ। हामीले पढ्दै आएको के हो त भन्दाखेरि सर्वनाम 4 प्रकारका हुन्छन् भनेर हैन हामीले पढिरहेको थियौँ। तर के हुन्छ त, यो अहिले गलत छ। सर्वनामलाई अहिले 5 प्रकारमा विभाजन गरिएको छ है। सर्वनामका 5 प्रकारहरू। सर्वनामका 5 प्रकारहरू है। सर्वनामका 5 प्रकारहरू। नम्बर 1 पुरुषवाचक सर्वनाम, नम्बर 2 प्रश्नवाचक सर्वनाम, नम्बर 3 सम्बन्धवाचक सर्वनाम हैन, नम्बर 4 के दर्शकवाचक सर्वनाम र अन्तिममा एउटा थपिएको सर्वनाम भनेको आत्मवाचक सर्वनाम भन्ने गरिन्छ। त्यसलाई कसैले निजवाचक सर्वनाम पनि भन्ने गरिन्छ। निजवाचक सर्वनाम भन्नु र आत्मवाचक सर्वनाम भन्नु कुरा एउटै हो। क्लियर छ? ओके ल अब सुरु गरौँ। सर्वनामका 5 प्रकारहरू। नम्बर 1 मा रहेको छ पुरुषवाचक सर्वनाम। पुरुषवाचक सर्वनाम है। ल पुरुषवाचक सर्वनामभित्र के पर्छ त भन्दाखेरिमा पुरुष भनेको के हुन्छ? हामी छौँ नि, हामीलाई पुरुष भन्ने हो के। चाहे केटा होस् चाहे केटी होस् हैन। प्रथम पुरुष, द्वितीय पुरुष, तृतीय पुरुष भनेर हामी मानिसलाई चाहिँ, अरू चाहिँ होइन, जनावर होइन, वस्तुहरू होइन, मानिसलाई चाहिँ पुरुषवाचक सर्वनामभित्र राख्ने गरिन्छ है। पुरुषवाचक सर्वनाम पनि 3 प्रकारका छन्। नम्बर 1 हेर्नु, त्यो ध्यान दिएर। यसका प्रकारहरू हेर्नु है। यो सबै कुरा नोटमा आइहाल्छ, आत्तिनुपर्ने कुरा छैन। पुरुषवाचक सर्वनामलाई 3 प्रकारमा। प्रथम पुरुष, द्वितीय पुरुष
पुरुष र तृतीय पुरुष। ल प्रथम पुरुष, द्वितीय पुरुष र तृतीय पुरुष गरेर 3 प्रकारमा पुरुषवाचक सर्वनामलाई विभाजन गरिएको छ अथवा बाँड्न सकिन्छ भनेर जसरी पनि बुझ्न सक्छ। तपाईले एटलिस्ट बुझ्ने के हो भन्दाखेरि पुरुषवाचक सर्वनाम 3 प्रकारका छन्, प्रथम पुरुष, द्वितीय पुरुष, तृतीय पुरुष। सक्यो। अब प्रथम पुरुषभित्र के पर्दछ त भन्ने कुरा हो है, द्वितीय पुरुषभित्र के पर्दछ भन्ने कुरा हो र तृतीय पुरुषभित्र के पर्दछ भन्ने कुरा तपाईले बुझ्नु जरुरी छ। प्रथम पुरुषभित्र केही हैन, म, हामी, यो दुईटा कुरा है। इङ्ग्लिस हामी पढ्छौँ नि, फर्स्ट पर्सन, सेकेन्ड पर्सन, थर्ड पर्सन, सेम त्यही हो। अब द्वितीय पुरुषभित्र के पर्छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ कि है। द्वितीय पुरुषभित्र अरू केही छैन। इङ्ग्लिसमा यु सेकेन्ड पर्सन हैन, अनि नेपालीमा त, तिमी हैन, तिमीहरू पनि है, फेरि तिमीहरू। अब यसमा तपाईँ पनि थप्न सकिन्छ। ल यो भयो द्वितीय पुरुष। द्वितीय पुरुष त, तिमी, तिमीहरू, तपाईँ। अनि तृतीय पुरुष भयो। तृतीय पुरुषमा के पर्दछ भन्दाखेरिमा तृतीय पुरुषमा ऊ, उनी है, उनीहरू, के छ, उहाँ, उहाँहरू। ल यो 3वटा कुराहरू हामीले जस्ट बुझ्ने कुरा के भन्दाखेरि पुरुषवाचक सर्वनामभित्र चाहिँ म, प्रथम पुरुषमा म, हामी, द्वितीय पुरुषमा त, तिमी, तिमीहरू, तपाईँ र तृतीय पुरुषमा ऊ, उनी, उनीहरू, उहाँ र उहाँहरू। यति कुरा चाहिँ बुझ्नु जरुरी छ है। हामीसँग छ दर्शकवाचक सर्वनाम। दर्शकवाचक सर्वनामभित्र चाहिँ के पर्छ भन्दाखेरि हेर्ने मान्छे क्या, जो दर्शक हुन्छ नि, जस्तो कि यो हैन है, त्यो, यी, ती, यिनीहरू, तिनीहरू हैन, तिनीहरू आदि। ल दर्शकवाचक सर्वनामभित्र यो, त्यो, यी, ती, तिनीहरू आदि। आदिको अर्थ चाहिँ अरू पनि छन् भन्नु खोज्या हो। यति भएपछि सक्यो है। अब अर्को 3 नम्बरमा छ के त भन्दाखेरिमा के, प्रश्नवाचक सर्वनाम है, प्रश्नवाचक सर्वनाम। अब प्रश्नवाचक सर्वनाम भनेको के हो त भन्दाखेरि एकदम सजिलो छ, प्रश्न सोध्नका लागि प्रयोग गर्ने सर्वनाम हो नि त हैन। जस्तो कि उदाहरणमा, जस्तो कि को हैन, को मान्छे आयो भने चाहिँ को, के, कुन, कहाँ, यस्ता खालका शब्दहरू चाहिँ प्रश्नवाचक सर्वनामभित्र पर्दछन्। यिनीहरू चाहिँ प्रश्न सोध्नका लागि प्रयोग गरिने है शब्दहरू चाहिँ प्रश्नवाचक सर्वनामभित्र पर्दछन्। अब अर्को 4 नम्बरमा रहेको छ के, सम्बन्धवाचक सर्वनाम। सम्बन्धवाचक सर्वनाम। ल जसले सम्बन्ध जनाउने काम गर्छ तिनीहरू चाहिँ सम्बन्धवाचक सर्वनामभित्र पर्दछन्। उदाहरणको लागि हेर्नु है, मैले एकदमै छोटोमा लगिरहेको छु, रिभिजन क्लास पनि हुन्छ र बाँकी 9 बजेको खण्डमा चाहिँ तपाईहरुले भन्ने रिभिजन क्लास हुन्छ, मजाले पढ्न पाइन्छ है। उदाहरणमा चाहिँ सम्बन्ध जो हैन, जे, जुन, जोसुकै, जोसुकै, जुनसुकै, ल जुनसुकै आदि। यो कुराहरूले यसले के जनाउँछ त भन्दाखेरिमा सम्बन्धवाचक सर्वनामलाई चाहिँ यिनीहरू जनाउने गर्दछन्। सो सम्बन्धवाचक सर्वनामभित्र चाहिँ जो, जे, जुन, जोसुकै, जुनसुकै आदि। यति कुरा तपाईहरुले क्लियर बुझि भइहाल्यो है, क्लियर बुझे पुग्छ के, किनभने एक्जाममा यही सेरोफेरोमा रहेर प्रश्न सोध्ने हो। ल 5 नम्बरमा छ आत्मवाचक सर्वनाम। आत्मवाचक सर्वनाम। अब आत्मवाचक सर्वनामभित्र के पर्दछ त भन्दाखेरि नि, आत्मा त भनेको म आफ्नो ठाउँमा, जस्तो अब म त छँदैछु, तर यसको अलावा चाहिँ स्वयं, आफू जस्ता शब्दहरू पनि आत्मवाचक सर्वनामभित्र पर्दछन्। सो हामीले चाहिँ के कुरा बुझ्नु पर्यो भन्दाखेरि आफू हैन, आफू, आफू, स्वयं आदि। यी कुराहरू चाहिँ आत्मवाचक सर्वनामभित्र पर्दछन् भन्ने कुरा बुझ्नु पर्यो। यसरी नम्बर 1 पुरुषवाचक सर्वनाम, 2 दर्शकवाचक सर्वनाम, 3 प्रश्नवाचक सर्वनाम, 4 सम्बन्धवाचक सर्वनाम र 5 मा आत्मवाचक सर्वनाम गरेर
5 प्रकारका सर्वनामहरूको बारेमा तपाईँहरूलाई मैले जानकारी दिएँ हैन। कस्तो लाग्यो यतिकै लाग्यो क्लास बुझियो भने WhatsApp नम्बर 9767204039 9767204039 मा तपाईँहरूले WhatsApp मेसेज अथवा कल गरेर चाहिँ अनलाइन क्लास चाहिँ भइरहेको छ जिएम एकाडेमीमा क्लास लिन सक्नुहुन्छ सबैजनाले है। ल यो कुरा सकियो। अब बाँकी रह्यो कुरा इक्जाममा क्वेसन प्रश्न कसरी सोध्छ त भन्ने कुरा। इक्जाममा प्रश्न कसरी सोध्न सक्छ त भन्दाखेरि जुन सर्वनामका 5 प्रकारहरू छन् यी मध्येमा मैले अगाडि सुरुमा पनि भनेको थिएँ तपाईँलाई नामको सट्टामा प्रयोग हुने शब्दलाई डट डट भनिन्छ। अप्सन ए आरबीको लागि है, आरबीको लागि अप्सन ए नाम, बी सर्वनाम, विशेषण, क्रियापद भनेर अप्सन यसरी अप्सनमा सोध्न सक्छ है। अनि हामीले चाहिँ त्यो कुरा बुझ्नु पर्यो। अब पुरुषवाचक सर्वनामभित्र टलका मध्ये डट डट पर्दछ अथवा कुन पर्दछ अथवा कुन पर्दैन भनेर यिनीहरू अप्सन दिँदा अरू अरू अप्सन दिन सक्छ। त्यस्तो कुरामा चाहिँ ध्यान दिने, यसको बारेमा तपाईँलाई नलेज भयो, ज्ञान भयो भने मजाले बुझ्न सक्नुहुन्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि प्रश्न जताबाट जसरी सोधे पनि है, प्रश्न जताबाट जसरी सोधे पनि यदि तपाईँहरूले पोइन्ट क्लियर बुझ्नु भएको छ भने मजाले गर्न सक्नुहुन्छ के। हामी झुकिन्छौँ के, अब कुन केसमा हुँदैन भन्ने ठाउँमा हुन्छ जस्तो बुझेर फेरि हुन्छ जस्तो लगाएर अनि रङ गरेर आउँछौँ के। जस्तो कि तलका मध्ये डट डट पुरुषवाचक सर्वनाम होइन अथवा हैन, होइन भन्ने बित्तिकै अनि म हामी हैन ऊ त्यसपछि ती भन्ने आयो भने अनि तपाईँहरूले म लगाइदिनुहुन्छ है कहिले। त्यो त हुँदैन नि त। होइन भन्ने बित्तिकै ती होइन नि त, म हामी हो ऊ हो उनी हो उनीहरू। म अन्तिममा निचोडमा तपाईँहरूले के बुझ्ने भन्दाखेरि यो मेन जस्ट क्लियर बुझ्नुभयो भने तपाईँहरूले मजाले गर्न सक्नुहुन्छ। यति नै गरे। नेपाल प्रहरीको लागि चाहिँ कसरी प्रश्न सोध्छ भन्दाखेरि नेपाल प्रहरीमा चाहिँ पद वर्ग छुट्याऊ भनेर सोध्छ है। तल दिएका शब्दहरू कुन नाम हो कुन सर्वनाम हो छुट्याऊ भन्छ हैन। जस्तो म देला, यहाँ चाहिँ म देला हैन। अब म हामी के अरे म सर्वनाम हो भन्ने कुरा। जस्तो कि राम देला, अब राम के हो त, राम नाम हो, म के हो त सर्वनाम हो। यसरी पद वर्ग छुट्याऊ भनेर चाहिँ नेपाल प्रहरीमा सोध्न सक्छ है। आत्मवाचक सर्वनामभित्र चाहिँ आफू, स्वयं आदि यस्ता कुराहरू पर्दछन्। सो तपाईँहरूले चाहिँ मेन क्लु बुझ्नुपर्छ हैन। जस्तो उदाहरण त छँदैछ, यसको चाहिँ सर्वनाम भनेको यो हो, यो भित्र यो पर्छ, यो भित्र यो पर्छ भन्ने कुरा बुझ्नुभयो भने प्रश्न जसरी सोधे पनि मजाले समाधान गर्न सकिन्छ। एकदमै सजिलो छ, लापरवाही गऱ्यो भने नम्बर जान्छ है फेरि यहाँबाट। त्यो भएर एकदम ध्यान दिने। ल ठिक छ, आजलाई यति नै गरेँ मैले। दिस वाज फर टुडे। यदि अनलाइन क्लास पढ्न चाहनुहुन्छ भने WhatsApp नम्बरमा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ र कल पनि गर्न सक्नुहुन्छ है। ल ठिक छ, आजलाई यति नै गरौँ।